फाइनली लोकेसनमा आइपुग्यो। यहाँ एक्लै हिँड्नुपर्छ, के गर्नु, अर्काको त्यसमा काम गर्नुपर्छ। पत्ता लाउँदा बल्ल बल्ल लोकेसनमा आइपुग्यो। अझै छ 12 मिनट हिँड्नुपर्ने। खुट्टा दुखिसक्यो, कोही छैन। कतिखेर डर लाग्छ, कतिखेर मन पनि आत्तिन्छ। के गर्नु, आत्ति पनि के गर्नु। अथवा त्यसमा काम गर्न आएको मान्छे काम गर्नै पर्छ। गर्दिनँ म, टाढा छ भन्नु पाइँदैन। नेपालमा भइदिए त मलाई टाढा भयो, म काम गर्दिनँ, मलाई अर्को दे भन्नु, त्यो पनि छैन। गर्नै पर्छ। यो बस स्टेसन हो, यहाँ बस चढेर जानुपर्छ। हिँड्नुपर्छ। ब्याग छ, 1 अपार्टमेन्टमा काम गरेर 2 अपार्टमेन्ट जान लगाएको छु। त्यही हो, त्यही होटलमा होटेल लाइन हो कि काम गर्नुपर्छ। मोबाइल पनि राम्रो छैन, व्यस्त दाइ राम्रो एकदम छ, गतिलो छैन। वाउ, जङ्गल छ धेरै, चिसो पनि बढिसक्यो। यति स्पिडमा जान्छ नि गाडीहरू त, आम्बो गाह्रो। नेपालमा त्यस्तो धेरै त कुद्दैन थियो। गुरु भनेको युरो हुँदो रहेछ, पनि लाग्दैन। मलेसियातिर त गाडी जानु हुन्छ नि मान्छेहरूलाई त, यहाँ त मल्ल हुँदैन नि। आफ्नो पारामा हुन्छ, आफ्नो पनि पाउँदैन, कसो गर्नु पनि पाउँदैन। आफ्नो हो। म चाहिँ म्यानेजर आइसकेको छ उता, मेरो लुगा गाउँमा आइसकेको छ। म हिँड्दैछु, आम्बो लास्टै थाकिसकेँ। गर्नुपर्छ काम। हेर्नु त, जङ्गल छ, यहाँहरू रकेटहरू उडै छ आकाशमा। उड्छ नि, दिनमा पनि उड्दो रहेछ। हामी त नेपालमा हुँदाखेरि कहिले काहीँ देख्थ्यो माथि आकाशमा आउँदाखेरि। तर यहाँ त आकाशमा यस्तो हेऱ्यो माथि त पुरै रकेट उडेको हुन्छ। ला गाह्रो छ स्थिति। सब गर्दा यो कम्पनीमा आउनु पर्ने रहेछ काम। हाउसकिपिङ त यताउति हिँड्नै पर्छ कि दिनमा कतिपल्ट हिँड्नु, 30 मिनट हिँड्नुपर्छ, 40 मिनट हिँड्नुपर्छ। आम्बो कहिले त लोकेसनले नि यताउति बनाउँछ होइन। लास्टै दिमाग खराब हुन्छ नि। कुनै अपार्टमेन्ट त नयाँ हुन्छ नि त, त्यो अपार्टमेन्ट जानको लागि त यताउतितिर हुन्छ नि। बहुत गाह्रो होता है। बहुत अच्छा उति होटल हो यहाँ। माई गड, म यो अब उतापट्टि भइदिएको भए म यो बङ्करबाट छिरेर यहाँ निस्कन्थेँ। म वारी नै छु, त्यही भएर म बङ्कर छिर्न पाएन। गराउनभित्र कि यहाँभित्र निस्कनुपर्छ। उताबाट आएको मान्छे यहाँ निस्कनुपर्छ। म यताबाट जाँदिनँ, म यतै निस्किन्छु। सेट लास्टै थाक्यो। के गर्नु, गाह्रो छ स्थिति। काम गर्नुपर्छ। म काम गर्दिनँ भन्नु हुँदैन, मलाई जाडो भयो भन्नु मिल्दैन। काम गर्नुपर्छ। अर्काको देश होइन त।
देब्रेक र सरूसँग उता गयो भने मात्र हो, नत्र यति धेरै छिटो आउँछ नेपालमा त। ए रोक म आउँछु भन्दा उतै रोकिन्थ्यो। त्यो त के अर्काको देश, नियम पालना गर्नुपर्छ होइन त। त्यही छैन। अब चाहिँ म होटलमा पुग्न लागिसकेँ। अब म्यानेजर आइसक्यो। मलाई यदि म्यानेजरले देख्यो भने मलाई कराउँछ कि त छिटो आइज भनेको त भिडियो बनाएर आएको अमी भन्छ कि। यता त अमिला भन्न आउँदैन कि उनीहरूलाई, अमी भनेर मात्रै बोलाउँछ। हामी 3 जना दिदी पनि छौँ, आफ्नै नाउँ छ। नेपालमा अर्कै नाम, यहाँ अर्कै नाम। गाह्रो छ। दिदीको नाम चाहिँ सुलोचना भनेको सु भनिदिएको छ। मैनाको त नाम मैना नि भनिदिएछ। मेरो त अमी भनेको छ। अब म यहाँ क्रस गर्नुपर्छ। यही हो मेरो काम गर्नुपर्ने। म जाँदैछु त। ओ माई गड, के गर्नु, स्थिति गाह्रो छ। म्यानेजरले थाहा पायो भने पुरा लगाइदिन्छ फेरि बोसलाई। जानुपर्छ। अब म पुगिसकेँ। यही होटल हो। म बन्द गरेर त म जाँदैछु। बोसहरू आइसक्यो। म्यानेजर आउँछ कि त्यही भएर डर लागिरहेछ। फाइनल्ली म होटल पुगेँ। म अब 1 घन्टा लाग्छ यो ठाउँमा काम गर्नु। त्यसपछि म बोल्छु ल। आइसक्यो। डरले मरेको। ओ माई गड, सेट। म होटल पुगेँ। चाबीहरू यसमा हुन्छ। हेलो बाई गाइज।